यो लास्टको चाहिँ होस् न बाबा आई चाहिँ है हुन्छ हुन्छ होइन पक्का होइन अर्को मेसिन आयो भने चाहिँ पक्का होइन जो पनि आउने तर खाली चाहिँ नहुने यहाँनिर हो त्यही भनेर झन् दामी तपाईँले भनिदिनुहोस् त अनि यो चाहिँ अब डम्पिङ चाहिँ होइन हो यो चाहिँ युनिट हो है यसलाई चाहिँ अब सलिड वेस्ट म्यानेजमेन्ट भनेर चाहिँ सबैले सम्झिदिनु होला त्यति नै होइन यो चाहिँ अब छैन कि भन्नु तपाईँ त्यति पनि भनिदिइहाल्नुहोस् न यो चाहिँ यो वेस्ट चाहिँ कहाँबाट आउँछ त्यो चाहिँ भनिदिनुहोस् न तपाईँले यो चाहिँ हाम्रो ब्लक 2 को 7वटा जिपीबाट चाहिँ आउँछ यहाँ चाहिँ प्लास्टिकहरू हो प्लास्टिक र बोतल हजुर जब अब एउटा जिपीबाट आयो भने चाहिँ हामीले चाहिँ यहाँ सेग्रिगेसन गर्ने काम गर्नुपर्छ यहाँ चाहिएको प्लास्टिक र बोतल चाहिँ हामीले यहाँ राख्नु पर्यो हो नचाहिएको अरू कडा प्लास्टिकहरू चाहिँ याङमाकुङ पठाउनुपर्छ त्यसले गर्दाखेरि हामीले स्टक राख्नुपर्छ त्यहाँ पनि एउटा युनिट चाहिँ छ है त्यहाँ पनि युनिट त्यहाँ चाहिँ पनि एउटा त्यहाँ चाहिँ सबभन्दा ठुलो युनिट हो छ भनेपछि चाहिँ